हेलो नमस्ते र आज चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा चाहिँ यो भिडियो मैले खासै मलाई बनाउने यस्तो खालको इच्छा थिएन तर यो चाहिँ एकदमै ठुलो प्रब्लम हो हुनुको लागि त सोच्दा त मान्छेले सानो सोच्नुहुन्छ होला तपाईँले तर यो ठुलो प्रब्लम हो के भन्दाखेरि चाहिँ यो सिलिन्डर चाहिँ तीनटा रेगुलेटर तीन घरको रेगुलेटरले ट्राई गर्दा पनि भएन र मैले लास्टमा गएर भिडियो बनाएँ है यो सिलिन्डर लिएर आएको थियो यसको बा कुनै उपाय छ भने तपाईँले उपाय पनि बताइनुहोस् ल उपाय छैन भने चाहिँ यो मैले चाहिँ डाइरेक्ट यो कम्पनीसम्मको लागि पुगोस् भनेर मैले यो जहाँ यो रिफिल गरिन्छ है जहाँ यो सिल्ड गरिन्छ त्यहाँसम्म पुगोस् भनेर चाहिँ मैले यो भिडियो बनाएँ है त तपाईँले उहाँसम्म पुर्याइने तपाईँहरूको जिम्मेवारी सबैको जिम्मेवारी हाम्रो तपाईँहरूको जिम्मेवारी किनभने यो सिलिन्डर भन्ने कुरो चाहिँ कस्तो कुरो हो भने कसैले चाहिँ सिलिन्डर 1 किलोमिटर 2 किलोमिटरसम्म बोकेर लिएर जानुपर्ने हुन्छ कोही ठाउँ त्यस्तो पनि हुन्छ जब चाहिँ त्यस्तो ठाउँमा चाहिँ गएर यसरी दग्दी भयो भने के गर्ने आज एकजना हाम्रो भाइले मेरो भाइले यो छेउबाट यो सिलिन्डर ल्याएर यहाँ मेरो दोकानमा राखिदिनुहोस् ल भरे भोलितिर जहिले आउँछ यो मान्छे उनीहरूले म फोन गर्छु उनीहरूले लिएर जान्छ होला भनेर के भयो भन्दाखेरि चाहिँ उहाँ जहाँ बस्नुहुन्छ उहाँ मालिकहरूले यो सिलिन्डर अस्ति अब रिफिल गर्नुभएछ मतलब रिप्लेस गर्नुभएछ है सकेपछि गर्दाखेरि चाहिँ उहाँहरूले यो सिलिन्डर जस्तो लिएर आएर उनीहरूको सकेपछि ट्राई गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ रेगुलेटरै पस्दैन होइन यहाँ आधी पसेपछि यहाँ ठ्याक्कै लाग्दैन यो सिलिन्डर रेगुलेटर अनि नपसेपछि उहाँले कति ट्राई गर्दा नभएपछि त्यहाँदेखि उहाँहरूले कसैकोबाट मागेर ल्याएर यहाँ नजिकमा माग्दाखेरि उयो भएर मागेर चलाउनु भयो अनि यो सिलिन्डर त्यहाँदेखि उहाँहरूको रेगुलेटर के भएको होला भनेर ती भाइले जो भाइ चाहिँ रेन्टमा बस्नुहुन्छ हाम्रो भाइ है उहाँले चाहिँ उहाँको घरमा लगेर उहाँको रेगुलेटर ट्राई गर्नुभएको छ कति गर्दा उहाँको रेगुलेटर पनि भएन त दुईजनाले गरिसक्नु भयो त्यहाँदेखि उहाँले फर्काएर मलाई भनेर यहाँ राखिदिनुहोस् न भनेर अहिले लिएर आउनु अनि मैले यहाँ भाइ र म भएर अहिले मैले ट्राई गरेँ यो खोलेर मैले ट्राई गर्दाखेरि यो रेगुलेटर मेरो नयाँ रेगुलेटर हो होइन ट्राई गर्दाखेरि हुँदैन यो पस्दैन यो रेगुलेटरै यहाँबाट पस्छ तर ठ्याक्कै लाग्दैन ग्यास लिक भइहाल्छ खोलिसक्दाखेरि अनि यसको जिम्मा चाहिँ कसको हो यो जिम्मा चाहिँ कसको हो यो त अहिले हाम्रो अब यहीँ नजिक छ र सबै कुरा अब अहिले आउँछ लिएर जान्छ होइन कतिले यो 2 किलोमिटर 3 किलोमिटर पहाडतिर कहाँ बोकेर जानुपर्ने हुन्छ एउटै सिलिन्डर छ अर्कोमा साट्नु मिल्दैन बस्ती एरियातिर कतिले अहिले सिलिन्डर चलाउनु पर्ने हुन्छ सिचुएसन त्यस्तो छ त्यतिखेर चाहिँ कुनै फङ्सन भएको होला घरमा त्यतिखेर एउटै सिलिन्डर होला जब चाहिँ त्यसरी त्यति टाइममा चाहिँ यसरी रेगुलेटर पस्दैन भने चाहिँ त्यो टाइममा चाहिँ के गर्नुपर्ने र त्यसै कारण चाहिँ तपाईँले यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनुहोस् होला जहाँ चाहिँ ती कम्पनीको मान्छेहरूसँग पुगोस् होला है जहाँ चाहिँ यो रिफिल गरिन्छ उहाँहरूले चाहिँ जब रिफिल गर्नुहुन्छ सिल गर्नुभन्दा अगाडि एकपल्ट चेक जाँच गरेर चाहिँ सिलिन्डर तपाईँहरूले पठाइदिनु भयो भने चाहिँ सबैको लागि यो राम्रो हुनेछ यो सबै जनहितको लागि मैले यो भिडियो बनाएको छु है अन्यथा नलिनुहोस् होला कम्पनीहरूले पनि तपाईँहरूले पनि यो भिडियो तपाईँहरूको लागि चाहिँ मैले यो नकारात्मक उयोले बनाएको होइन र यो चाहिँ यसरी दग्दी हुन्छ तपाईँकै कस्टमरलाई दग्दी हुन्छ एउटा कस्टमर दग्दी हुनु भनेको ठुलै कुरा हो है अनि तपाईँले विचार गरेर यो भिडियोलाई चाहिँ तपाईँले नेगेटिभ नसोचिदिनु होला पोजिटिभ सोचिदिनुहोस् होला र यस्तो चाहिँ चेक जाँच गरेर मात्रै तपाईँले पठाइदिनुहोस् होला हस् त यो भिडियो सम्पूर्णसम्म पुऱ्याइदिनुहोस् होला र यो एकदम ठुलो इस्यु हो तपाईँहरूकोतिर पनि यस्तो भएको छ या कुनै यसको उपाय छ भने तपाईँले यो पनि भनिदिनुहोस् होला है त।